गाइज हाम्रो फ्री फायर कम्युनिटीको एउटा यस्तो केटा उसले युट्युबमा भिडियो हाल्ने गर्थ्यो। उसको भिडियोमा 1-2 लाख भ्युज आउँदा पनि 5000 मात्र सब्स्क्राइबर थियो। उसलाई धेरै ठुलो युट्युबर बन्नु थियो त युट्युबको इन्कम र बुवासित पैसा मागेर पिसी किन्न थाल्छ। उसले आफ्नो गेम प्लेलाई ओभर पावर बनाउनको लागि दिनमा 8-8 घण्टा टेर्निङ खेल्ने गर्थ्यो। एउटा युट्युबरले लाइभ स्ट्रिममा कस्ट्युम खेलेको बेला ऊ केटा गएर अपोनेन्टको एनिमीलाई ह्याकर जसरी हेडसट हान्न थाल्छ। युट्युबरलाई ऊ केटाको गेम प्ले धेरै राम्रो लागिरहेको थियो त ऊ केटालाई युट्युबरले आफ्नो गिल्डमा हाल्छ। ऊ केटाले युट्युबरलाई लाइभ स्ट्रिममा 1vc कस्ट्युम हान्छु भनेर भन्छ। ऊ केटा एक्लैले कस्ट्युममा 6 जना प्लेयरलाई भगाइ हेडसट हान्न थाल्छ। अडियन्सहरुले उसको गेम प्ले देखेर उसको च्यानल छिटो ग्रो हुन लागिरहेको थियो। एक दिन अचानक ऊ केटाको फ्री फायर आइडी ब्यान्ड हुन्छ। नयाँ आइडी किनेर युट्युबरलाई गिल्डमा हाल्दिनु भन्छ। युट्युबरले गिल्डमा त हाल्छ तर ऊ युट्युबरको अडियन्सहरुले उसले ह्याक लगाएर खेल्थ्यो त्यही भएर उसको आइडी ब्यान्ड भएको भन्न थाल्छ। युट्युबरले ऊ केटालाई केही पनि नभनिकिन डाइरेक्ट फ्रेन्ड लिस्ट र गिल्डबाट किक गरिदिन्छ। ऊ केटा पुरानो आइडीबाट आएर भन्छ कि मेरो आइडी ब्यान्ड भएको थिएन, मेरो यो आइडीमा कलेक्सन नहुनुको कारणले मैले नयाँ आइडी किनेको थिएँ। त्यसकारण ऊ केटा एकदमै फेयर प्लेयर हुन्छ। उहाँको नाम भन्नुभन्दा अगाडि मेरो एउटा सानो रिक्वेस्ट छ, यदि हजुरहरू नेपाली हो भने भिडियो लाइक गरेर च्यानललाई सब्स्क्राइब गरिदिनु होला। उहाँलाई युएमपी र डेजार्ट किङ भनेर चिनिन्छ। उहाँको नाम तपाईहरु